आज हामी शेयर एन्ड शेयर मार्केटको बारेमा बुझौँ। कुनै कम्पनीको सानो हिस्सा पार्शियल ओनरशिपलाई शेयर, स्टक और इक्विटी भनिन्छ। स्टक मार्केट एउटा यस्तो सिस्टम हो जहाँ तपाईँ कुनै कम्पनीको सानो हिस्सा किन्न र बेच्न सक्नुहुन्छ। जब तपाईँ कुनै कम्पनीको शेयर किन्नुहुन्छ, तपाईँ त्यस कम्पनीको पार्ट ओनर बन्नुहुन्छ। उदाहरणको लागि, यदि कुनै कम्पनीसँग 10 लाख शेयर छन् र तपाईले 5000 शेयर किन्नुभयो भने तपाईको हिस्सा 0.5% हुन आउँछ। यो सानो हिस्सा पनि धेरै भ्यालुएबल हुन सक्छ यदि कम्पनीले राम्रो गर्छ भने। जब कम्पनीले नाफा कमाउँछ, तपाईलाई डिभिडेन्ड अर्थात् नाफाको हिस्सा पाउन सक्नुहुन्छ, वा शेयरको मूल्य बढ्दा तपाईले प्रफिट कमाउन सक्नुहुन्छ, जसलाई क्यापिटल गेन और एप्रिसिएसन पनि भनिन्छ। तर यदि कम्पनीले घाटा बेहोर्छ भने शेयरको मूल्य घट्न सक्छ र तपाईलाई लस पनि हुन सक्छ। शेयर्स एउटा फाइनान्शियल इन्स्ट्रुमेन्ट हो, जस्तै बोन्ड्स, डेरिभेटिभ्स वा फिक्स्ड डिपोजिट जस्तो। तर साथै शेयर होल्डरलाई भोटिङ राइट्स पनि प्राप्त हुन्छ, जसले तपाईलाई कम्पनीको केही निर्णयमा मतदान गर्ने अवसर दिन्छ।